जय श्रीराम, जय बजरंगबली हनुमान। आज हामी तपाईहरूलाई प्रसिद्ध गौरीघाट हनुमान मन्दिरको दर्शन गराउँदैछौँ। काठमाडौँ पशुपतिनाथ मन्दिरको उत्तरपट्टि पवित्र बागमती नदीको किनारा गौरीघाटमा अवस्थित भगवान हनुमानको मूर्ति सम्भवतः काठमाडौँमा रहेका हनुमानका मूर्ति मध्ये ठूलो छ। बागमती नदी पारी सश्लेषमान्तक वनको भित्तामा भगवान गणेश विराजमान हुनुहुन्छ भने उहाँको सिधा पारी हनुमान भगवानको मूर्ति रहेको छ। अत्यन्तै आध्यात्मिक ऊर्जा सम्पन्न मानिने यो मन्दिरमा साधक भक्तहरूले भगवान हनुमानजीको दर्शन मात्रै होइन, अष्ट चिरञ्जीवी देवताहरूको समेत साक्षात अनुभूति गर्न गरेको अनुभव धेरै साधकहरूले व्यक्त गरेका छन्। हनुमानजी स्वयं चिरञ्जीवी हुनुहुन्छ र चिरञ्जीवीहरूको गुरु भाव, सेवा भाव र साक्षात्कार गर्ने शक्ति उहाँमा समाहित छ। गौरीघाटमा बग्ने बागमती नदी पवित्र र ध्यान शक्ति प्रवाह गर्ने शक्ति स्रोत हो। धेरै तीर्थयात्रु, साधक र तान्त्रिकहरूले यहाँ साधना गरेका कारण यो स्थान ऊर्जाशील छ। गौरीघाटको हनुमान मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो एक चैतन्य क्षेत्र हो जहाँ हनुमानजी मात्र होइन, चिरञ्जीवीहरूको सूक्ष्म उपस्थिति अनुभव गर्न सकिन्छ। सत्य, श्रद्धा, शुद्ध मन र स्थिर ध्यानले गर्दा यो साक्षात्कार सम्भव हुन्छ। हिन्दू धर्मग्रन्थहरूमा वर्णित देवी माता पार्वतीले तपस्या गरेको पवित्र तीर्थस्थल गौरीघाटको छेउमा अवस्थित हनुमान मन्दिरमा हरेक दिन भक्तजनहरूले हनुमान चालिसा पाठ गर्ने, दर्शन, हवन गर्ने गरेका छन्। विशेष गरी मङ्गलबार र शनिबार मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ। हनुमान जयन्ती, रामनवमी र ग्रहण लागेको दिन रातमा मन्दिरमा भक्तजनहरूको अत्यन्तै भिड हुने गरेको छ। मन्दिरको पूर्वतर्फ प्राचीन नागको मूर्ति पनि रहेको छ। काठमाडौँमा हुनुहुन्छ वा तीर्थाटनका लागि काठमाडौँ आउनु भएको छ भने एकपटक भगवान रामका दूत पवनपुत्र हनुमान भगवानको यो दिव्य मूर्ति दर्शन अवश्य गर्नुहोस्। जय श्रीराम, जय हनुमान।